हिजो आउनु पर्ने रहेछ आज त भनेको होइन त्यसै बसेर अहिले फोन गरेर वार्ता गर्नु न एकचोटि आज बसौँ कि क्यारममा भनेर यही त बिर्सेछ नि जब सुवर्ने शिशु अनि त्यही जग्गा छोरी नम्बर त होइन भने सोध्नुहोस् न है त छोरीलाई सधैँ परेन मैले कि ढाँडे छोरीले आ गरेर अलङ्कार बुझ्याउले छोरीलाई सोध्नु परेन अहिले त अन्त त्यही भनेको होइन बुझ्नु भन्दैन हो कि होइन ठ्याक्कै 2 गते आउनु होला बिना चाहिँ गई भएर चट्ट परेर उठ्नु भयो त्यसरी कुरो भएको थियो बुवा हेर्नुहोस् उसले यहाँ भात बोलाएको होइन मैले भने तपाईँ त फोनै गर्न गयो तपाईँको कुरै नगर्नुहोस् तपाईँको कुरो आज लागु हुनु अब मैले फोनै गर्न पर्दैन छोरीको आफ्नै घर छोरीका बुढा आफ्नै ज्वाइँ यहाँ आउने कुरा भन्नु माइत आउने निराशा आउने आफै हो मलाई हेर्न आऊ गरौ भने कसले फोन गर्छ र हेर्न आऊ भनेर कस्तो हुनुहुन्छ क्या नछ भन्दै आउने हेर्नै जाने जमै त्यसलाई नाति नातिना छोरी सबै थियो आऊ आऊ नि एउटा मैले अब सानो छन् भने मैले हेरेर